गाइज आज चाहिँ हामीहरू आएका छौँ पुरा पिकनिक खाना है गाइज। हामीहरूको पुरै नदीको छेउमा बिन्दास पारामा टम लिएर र यता हेर्न सक्नुहुन्छ पुरा राइस पकाउनलाई एकदम धमाधम भइरहेको छ। र यता चाहिँ मेरो दाइ एकदम धमाधम ब्रोइलर काटिरहेको छ, हेर्न सक्नुहुन्छ गाइज बिन्दास पारामा। र यता चाहिँ एकदम भाउजूहरू धमाधम आलु छिलिरहेका छन्। र यता मेरी श्रीमती पनि मेरी बुहारी पनि र प्याज काटिरहेका छन्, आलु छिलिरहेका छन् आफ्नो आफ्नो तरिकामा है गाइस। मजा लाग्दैछ है आजको पिकनिक चाहिँ एकदम। गाइस यता हेर्न सक्नुहुन्छ पुरा काकी एकदम मासु पकाइरहनु भएको छ र काकीले पकाएको मासु चाहिँ एकदम धेरै टेस्टी बनाउनु छ है गाइस। हेर्दै हजुरलाई एकदम थाहा भइसक्यो होला कस्तो स्वादिष्ट बनिँदैछ। ओ भाइ एकदम मजा लाग्दैछ है गाइस मासु के। र गाइस यता चाहिँ मासु सासु पाकेर हामीहरू चाहिँ बिन्दास सालले एकदम खाना बसिसक्यौँ, हेर्न सक्नुहुन्छ पुरा सबैजना एकदम दिइरहनु भएको छ धमाधम। र म चाहिँ अब बिन्दास पारा म पनि हल्कासँगले दिनु पर्यो र उहाँहरूले चाहिँ पुरा खाइसक्नुभयो, हेर्न सक्नुहुन्छ गाइस। र म चाहिँ एकदम लान्डो भइसकेँ, म चाहिँ अलिकति बाहिर गएको थिएँ र म पनि दिँदैछु गाइस एकदम बिन्दास पारामा। र मासु चाहिँ एकदम पुरा टेस्टी भएको रहेछ है गाइस, यस्तो दामी क्या मजा आयो। र पिकनिकमा खाएकै एउटा भिन्दै स्वाद हुन्छ है गाइस, एकदम बढिया। र हेर्न सक्नुहुन्छ कलर हेर्नु के दामी देखिरहेको छ। र म चाहिँ पुरा धमाधम बिन्दास पारामा आफ्नै पारामा दिइराखेको छु र एकदम। र अब चाहिँ हामीहरूको जाने पनि बेला भइसकेको छ र फाइनल